नमस्कार। म आज कक्षा 9 को पाठ 15 अन्तर्गत पढ्ने कविता आमाको तस्विरको लय वाचन लिएर उपस्थित भएको छु, जसका रचनाकार हुनुहुन्छ भूपेन्द्र खड्का यानि कि भूपिन। यही डल्ले जातो झैँ फनफनी घुमाएर आफ्नो उमेर अन्जुलीभरि सपनाको घान हालेर तिमीले मेरा लागि घुमाइरह्यौ जातो जीवनभरि। दिदीको फेसबुकमा जब देखेँ तिम्रो तस्बिर, अहो मलाई कठिन भइरहेछ सास फेर्न, बन्द भए झै लाग्दैछ रगत बग्न, धमिलो धमिलो सम्झिएँ। मलाई पिठ्यौँमा बोकेर तिमीले लोरी गाउँदै जातो घुमाएको सम्झिएँ। उमेरका 5-6वटा अखेटा चढेपछि मलाई जातो नजिकै राखेर तिमीले सुनकेसरी मैयाको कथा सुनाएको, तिमीले मधुमालतीको कथा सुनाएको सम्झिएँ। मैले जातो घुमाउने जिद्दी गर्दा तिमीले स्नेहले भनेको, सक्दैनस् बाबु अहिले, ठेला उठ्छ कलिलो हत्केलामा। जब जातो घुमाउन सक्ने भएँ, मेरै जीवनको चक्र घुम्यो त्यही जातो झैँ र म उड्नु पर्यो 7 समुद्र पारी। मलाई डोकोको घाँसमाथि राखेर तिमीले उकाली ओह्राली गर्यौ र तिम्रो ढाड कुप्रियो। मलाई सधैँ सुखमा राखेर तिमीले हातमा ठेला उठायौ र तिम्रो भाग्यरेखा मेटियो। अब त फेरिनु पर्थ्यो तिम्रो दैनिकी, तर दिदीले लेखिन् फेसबुकमा, आमाको पृथ्वीमा दुःखको मौसम अझै पनि, आमाको पृथ्वीमा दुःखको मौसम अझै पनि। आमा, मैले यहाँ दुःखले कमाएको पैसाले म जन्मेको घरको दैलो पोतेनछ, झिसमिसेमै गएर ल्याएनछ पानी पँधेराबाट, गोठको भक्कारो फालेनछ, घाँस काटेनछ खोरियाबाट, दाउरा ल्याएनछ जङ्गलबाट। सोचेथे मैले यति कमाएपछि अब त तिम्रा दुःखहरू यसै सकिए होलान्। अल्सरले बितेका बुबाको झल्को पनि कम हुँदै गयो होला। बचेराहरू गुण छाडेर जानका लागि जन्मन्छन्, तिमीले चित्त बुझायौ होला आमा। यता म फसेको छु जीवनको दलदलेमा, जति निस्कन खोज्छु यो देशबाट, उति नै जोडले भासिन्छु तल तल अझ तल झनै तल। धेरै ढिला गरेर आत्मसमीक्षा गर्दैछु आमा, मैले तिम्रा लागि केही सोचेनछु आमा। तिम्रो दमको रोग, आङ खस्ने बिराम र जातोसँगै एक्लै बरबराएर बाँच्नुपर्ने एउटा जिन्दगीका बारेमा पासपोर्ट, भिसा र पिआरको चक्कर लगाउँदा घर, गाडी र सम्पत्तिको किस्ता तिर्दा मैले बिर्सेछु दुनियाँको सबैभन्दा प्यारो काखलाई। आमा, छुट्टीको दिन जब आकाश चिर्दै उडिरहेका जहाज देख्छु, सोध्छु यीमध्ये कुनै जहाज मेरो देशमा पनि जान्छ। जब हल्ला गर्दै उडिरहेका कर्याङकुरुङ देख्छु, सोध्छु यिनीहरूको लस्कर मेरो गाउँमा पनि पुग्छ। म त्यो जहाजको एक यात्री बन्न पनि सकेनछु, म त्यो बथानको एउटा चरा पनि बन्न सकेनछु। आमा, दिदीको फेसबुकमा जब तिम्रो फोटो देखेँ, म मानी फुक्लिएको जातो झैँ भएको छु। धन्यवाद।